अरूले जतासुकै जे गरून् जसोसुकै भनुन् होइन। अब सुन्नेले त भन्छन् होला हिजोकोले छोडेको रहेछ फेरि बिहानै बौलायो भन्छन् होला, तर भन्नलाई भनाइदिनुपर्छ होइन। मैले चाहिँ सुरु गरेँ तोरीको तेलदेखि। भनौँ जनवरी 2nd डेमा यसो अलिकति खसीको मासु भुटभाट बनाएर खाइदिनु मन लाग्यो कि। अब श्रीमतीको आफ्नै छ होइन। यता दाल पकाउँदैछ, म चाहिँ यता तरकारीतिर। फेरि श्रीमतीले मिठो बनाउँदैन भनेर मैले बनाएको पनि होइन, मिठो पकाउँछ। दुईटालाई हो कि एउटालाई मात्रै? ल टक्कै शीतले यस्तै छ। तर तोरीको तेलमा पकाउँदाखेरि चाहिँ आँखा पोल्ने। अब यतातिर अब दैलो सैलो खोल्ने झ्याल खोल्ने अब चलन छैन है। यो विदेशको चाहिँ यही चाहिँ रहेछ अप्ठ्यारो चाहिँ। घरभित्रै धुवा घुम्सिने भएपछि तोरीको तेलमा काम गर्दा पकाउँदा चाहिँ आँखा पोलेर कता कता के हुन्छ क्या। त्यस्तै छ जिन्दगी, रमाइलै छ। नरमाइलो पनि भन्नु हुँदैन होइन। अब कुरा काट्नेहरू त काट्दै गर्छ, अलिकति ठुलो स्वरले बोल्यो भने पनि त्यसो भनिहाल्छ। भन्नेले भन्दै गर्न दिनुपर्छ, आफू आफ्नो ठाउँमा चाहिँ एकदम गतिलो पाराले उभिनु चाहिँ सक्नुपर्छ। यो चाहिँ मटन अघि श्रीमतीले धुइँदै काट्नु चाहिँ मैले काटेको र धुइँधाइ गरेर होइन रेडी बनाइदिएको थियो। आज पकाइदिउँ न कहिलेकाहीँ होइन। सघाउ पगाउ गऱ्यो भने बुढी खानेहरू पनि खुसी हुन्छन् नि। ल अहिले चाहिँ केही हालेको छैन साथीहरू, मात्र प्याज, बाह्र मसला। अब निकै बेर यसलाई भुट्ने हो होइन। अनि त्यस पछाडि भनेको मसला सुसला के हो अनि भन्नुलाई के मसला हालेर पकाउँदो रहेछु होइन। र यसको स्वाद यो तरिकाले पकायो भने साह्रै मिठो पनि हुन्छ। मलाई चाहिँ मिठै लागिरहेको छ होइन। तपाईँहरूको तरिकाले पकाउनुहुन्छ होइन, आफ्नो आफ्नो तरिका हुन्छ। त्यस्तै हो। चिसो अवधि छ, अघि भर्खर हिउँ सोर्दा गरेर यताभित्र आएको होइन। अलिकति श्रीमतीलाई लगाइदिउँ न भनेर अनि यही रमाइलो सन्दर्भमा अब होइन एउटा भिडियोहरू बनाइदिउँ। हजुरहरू कि यसो हजुरहरूलाई कस्तो लाग्छ, हजुरहरूले सघाउनुहुन्छ हुँदैन। छोरा मान्छे हो भने छोरी मान्छेले श्रीमानको काममा हात
बराबर गरियो भने मजा हुन्छ, जिन्दगी राम्रोसँगले चल्छ है। दुःख सुख जस्तो सुकै जे भए पनि ढेँडो गुन्द्रुक जे खाए पनि सबै मिलेर गरिएको छ भने एकदम ओके हुन्छ। ला त्यसरी नै हो। बढी मात्रामा चलाउँछ है साथीलाई, चल्ला भुटी होइन ल चलाइबस्ने। अब यसबाट के हो भने अब यो विदेशको ठाउँमा फ्रेस आफ्नै खोरबाट निकालेर काटेर बनाए मासु पाइँदैन होइन। अब कहाँ बनिएको हुन्छ, प्याकेटमा आउँछ, कति दिनको हुन्छ, फ्रोजन हुन्छ होइन। अनि जस्तै आज खानु छ भने हिजो बेलुकै झिकिराखेको छ भने राम्रो हुन्छ, काट्नु सजिलो हुन्छ। अनि पानी ज्यादा निस्किन्छ क्या फ्रोजन भइसकेपछि। हुन त यो अस्तिको दिन मात्रै दोकानमा आएको अरे, नेपाली दोकानमा। अब नेपाली दोकानमा आउनुभन्दा पनि अगाडि कति दिन भएको थियो त्यो त अब हामीलाई थाहा हुँदैन है। अनि अब ल्याएर यसलाई पहिल्यै मरमसलाहरू लगाएर उयो गरेर पकायो भने त्यति मिठो हुँदैन। अनि अर्को कुरो के हुन्छ भने खसै बोकै गनाउँछ, खसीको माछा नि बोका गनाउँछ क्या। अनि त्यसले गर्दा यसलाई चाहिँ पुरा तेल प्याज अनि 12 मसला 13 मसला लाउनु मन छ भने भुट्यो अनि पछि मात्रै मजाले उयो हुन थाल्छ। अनि अलिअलि बोसो पनि उयो निस्किएर तेल जस्तो उयो हुन थाल्छ। अनि मरमसलाहरू हाल्दाखेरि मजा आउँछ। अब चाहिँ फेरि दैलो खोल्नु दिनु पऱ्यो कि चिसो फेरि बढ्नु आयो। दैलो खोल्दै अनि ग्यास बाहिर फ्याल्दै गर्नुपर्छ है। यो छ यहाँ, यो पनि हो ग्यास लाने चाहिँ, तर यस्तो राम्रोसँगले जाँदैन। कहिले अब हाम्रो हामीभन्दा 4 पुस्ता अगाडिको घर होला। कुन दाल पकाएको? मुसुरी पनि खाँदैन? ए सैदाले त मारि गएछ नि। त्यो उसलाई चाहिँ चाहिने परिवारिक हो। जे होस् मेरो छोरो नमिठो चाहिँ नखाउनै भन्छ। मुसुरी दाल खाँदै थियो पहिला होइन, मुसुरी दाल खाँदै थियो। मुसुरी दाल छोडेर अहिले कालो दालमा भनौँ न मासको दाल भयो खाना थालेको छ। अब के गर्नु, अब त्यस्तै छ। अब अलिकति होइन उसको दिमागी हालत अब ठिक छैन। उसलाई जे मन पर्छ त्यो गर्ने उयो छ है। एउटा छोरा छ एउटा छोरी छ। अनि छोरा चाहिँ अब अलिकति उसैको पाराको छ भनौँ, त्यस्तै छ। भाग्यले अब जहाँसम्म जे लेखेको छ भोग्नै पर्छ, गर्नै पर्छ है। अब छोरा यस्तो भयो छोरी यस्तो भयो भनेर दुखेसो मान्ने कुरो पनि छैन। भगवान्को देन होला या मैले पूर्वजन्ममा गल्ती गरेको थियो होला, त्यो सजाय पाएको होला होइन, हुनसक्छ। तर पनि दुःख अझै पनि उसलाई गर्ने कर्तव्य सपर्ने कर्तव्य के गर्दा ठिक हुन्छ भनेर अझै पनि अघि बढी नै राखेको छु। हिम्मत हारेको छुइनँ होइन। कसैले साथ नदिए पनि म हुन्जेल मेरो जिन्दगी रहन्जेलसम्म प्रयास गरि नै राख्नेछु। छन् भने भगवान्ले एक दिन हेर्छन् होला। अब छैनन् भने चाहिँ मेरो पनि भन्नु केही छैन। त्यस्तै भए पनि हल्का फल्का मुसुक्क हाँसिदिएर डिमान्डले अब मुखले बोलेर खुस पऱ्यो भने त बोलि नै हाल्छ। नबोल्दा पनि टाउको हल्लाइदिने आराम नखाइदिने गर्छ। अनि उसको डिमान्ड अनुसारकै अब पकाइदिनु पऱ्यो, दिनु पऱ्यो है। किनभने अब त्यसको मान्छेलाई खुसी राख्नु नै बाउआमाको झन् ठुलो कर्तव्य हुन्छ। र जो कसै पनि
डिसेबिलिटी होस् चाहे बुढाबुढी होस्, अब घिनाउने छिची गर्ने त्यो चाहिँ गलत हो होइन। अब मलाई परेको छ, भोलि अब अरूलाई पर्दैन भन्ने पनि होइन, त्यसलाई पर्यो खुसी भनेर खुसी मचाउने ठाउँ पनि छैन। यो भोलि सबैलाई पर्न सक्छ होइन। अहिले हिँड्दै गरेको मान्छे चाहिँ त्यो दैलोको सङ्घारमा लागेर मर्न सकिन्छ भने त होइन, सक्र हो। अब यो विष्णु भगवानको चक्राले कति कहाँसम्म घुमाउँछ, घुम्दै गर्नुपर्छ। अनि साथीहरू मेरो चाहिँ अब कुरा गर्दै जाँदा अलिकति त्यस्तै खालको पनि हुन्छ होइन। अनि अलिक गफ त्यस्तै खालको दिने बानी पनि छ। अनि अलिक बिस्तारो बोल्नु जान्दिनँ कि, सबैभन्दा ठुलो कुरो छ। अनि मलाई मान्छेले नि शङ्का गर्ने नै त्यही हो, चिप्पै लगाएछ किन रनक्कै भएर सुरु गरेको भन्ने हुन्छ क्या। तर म नखाने मान्छे नै होइन, खान्थे एकदमै धेरै मात्रामा खाएर कोही बेला त थाहा परेन त कुकुरले मुद्यो भने पनि खान पाउने खालकै मान्छे हो। पुरै साधु सन्त महात्मा म होइन है, नखाएको भन्दिनँ। सानो 8 वर्ष लगभग 8-9 वर्ष हुँदादेखि नै सिमलतलको जाँडबाटै सुरु भएको, नखाएको त होइन। अहिले म एकदम शुद्ध दुधले नुहाएको, एकदमै राधे राधे भन्दै उयो गरेर अरूले खाएकोमै हिँड्साउने कुरो पनि छैन र आफूलाई नगरोस् पनि। बाबेले खानामाथि पनि सबै तान्नु पनि भ्याएको छ। म 6 बजी उठेर हेरेको, म त खासै हो भने त्यति उयो नै भने एक झ्याप सुतेछु, अनि त्यहाँबाट त आँखा खोलेपछि त उयो नै भएन नि त। तर तिमीले त नगराउने हो, त्यो अम्ला खुम्चाको दङ्गो अम्लाहरू सबै काटेरै नसा खुम्चाएर पाङ्गो बनाएको त्यो लाग्दा अस्ति त्यो मार्गी लागिसकेपछि त्यो हिउँ सोरेको चिप्रो खोकी लाग्न थालिहाल्यो क्या। म त्यो चिजोले गर्दा बिहान त नाकभरि भएको जस्तो नि त, त्यो उयो नभएको जस्तै हुन्छ नि हो। तर हुनु चाहिँ भित्र त्यो उयो चाहिँ भएको हुँदैन। कुन भुल्यो पिस्तलको झुकायो होला, छोड्यो आकाशको जुन पायो होला। अब मात्र नुन लाउँदैछु, पानी सुक्यो। अब नुन लाउने, लसुन, दालचिनी, खोर्सानी अनि जिरा, गरम मसला, एभ्रिथिङ। अनि त्यसमा अलिकति आलु
चम्ची राम्रै हो मसला हाल्नु टमाटर हाल्नु भइहाल्छ टमाटर मजाले गल्छ कि त्यसो गर्दै खान्छ अलिकति बनाएको छ दाल त अनि हामीलाई चाहिँ अनि एक बटुको दाल त आएको पिउनु पर्ला पिउँछ कोही बेला त डाकाले त खान्छ नि मिठो पाए पनि त कस्तो गरेर दुध चुसेको जस्तो गरेर पो खान्छ नि अझै पनि त्यसो गर्दो रहेछ यसो हेर्दा चाहिँ सुँगुरको जस्तो देखिन्छ तर सुँगुर चाहिँ होइन यो मैले छुनु पनि मिल्दैन हामी छुँदैनौँ पनि अहिले चाहिँ उहिले बिहे नगर्दा घुमन्ते हुँदा चाहिँ बजाइदिएकै हो अब अहिले चाहिँ अलिकति ठुलो पनि पर्यो अनि यताउति पूजापाठ हल्का फल्का गरिन्छ त्यसले गर्दा अलिक बिसाउने पनि भएको छ अब बिसाउनु चाहिँ के भएर बिसाएको त्यो चाहिँ थाहा छैन अब अलिकति शरीरको पाटपुर्जा कमजोरी भएर बिसाएको हो कि पहिला खाँदा हुने अहिले खानु नहुने भन्ने त त्यो चाहिँ भएको नै जानु र खसीको अहिले भनौँ न दाना पानी दिएर यो पाइने खसीको मासु र सुँगुरको मासु लगभग आधा भोलि उस्तै देखिन्छ त्यो अब स्किन छालाले छुटाउने मात्रै हो नत्र भने त बोसो त्यस्तै अनि फेरि आफू त फेरि सुगर कोलेस्ट्रलको एकदम अलरेडी नै होइन बुढाबुढी नै मित लागेको छ तर पनि खाइन्छ यताउति फेरि खोर्सानीहरू त्यहाँ मात्रै हालेको अर्को हाल्नुपर्छ होइन नि त त्यो धुलो लाउनु होला नि पिरो कति एक चम्ची लगायो एक चम्ची लगायो फेरि भाइले एक चम्ची पुरा लाउँदा त पिरो हुन्छ होला है भाइलाई अघि फेरि नर्खटी झोरी छ नि त फेरि मम्मी त नि हो यो त नपिरो नि त होइन के गर्नु यस्तै छ अहिले त हरेक चिज पाइन्छ हरेक चिज यो सबै थोक जमाना अनुसार सबै थोक नयाँ त भयो तर मलाई चाहिँ अलिक ठिक लाग्दैन किनभने आफूले बनाएको अनि अर्ग्यानिक हुन्छ सबै थोक हेरिन्छ देखिन्छ सबै थोक है पाखाबाट किनेर ल्याउँदा कस्तो हो के हो थाहा हुँदैन सबैभन्दा ठुलो दुःख लागेको चाहिँ
यो मसला पिन्ने ग्राइन्डर आइदिएर जहाँ त यो अब काम नभएको देख्दा घराङ पार्यो पिसिँदैन मजाले खास पनि अब चोक्टा मात्रै बनाएको छ। जति सिलौटोमा पिसेर लस पिसेर बनाइएको मसला हुन्छ नि त्यो फाल्टै हुन्छ, स्वादै फाल्टै। होइन पिन्नेको मसलाहरू लाउनु पर्यो। मासु मिठो मसलाले सानो मिठो झुले भन्थे पहिलाको बुढाबुढीहरू गीत गाउँदै होइन। मसला पनि बढी राम्रो हुँदैन शरीरको लागि, थोरै हरेक चिज थोरै चाहिँदो मात्रामा भयो भने सबै चिज राम्रो हुन्छ, नत्र भने राम्रो हुँदैन। फेरि एकदम सानो आगोमा पकाउने मान्छे होइन। म सबै थोक गर्छु यस्तोहरू, पकाउने, पस्किने, दिने। यो चाहिँ हेर्दै गर्नुपर्छ, त्यसले मसला डढाएर मिठो हुँदै। अब चाहिँ यसलाई एकछिन पाक्नु दिनु पऱ्यो, अझै छोपिदिनु पऱ्यो। थोरै मात्रामा भुट्यो र चाहिँ श्रीमतीले बढी कति निकाल्दा के हुन्छ कसो हुन्छ परिवारमा पुग्छ भनेर चाहिँ थाहा हुन्छ होइन। मैले पकाएँ, सहयोग गरेँ, अनि यसैलाई चाहिँ ननिकाला भनेर छोडेको हो। अनि सेन्ट र यसको उयो चाहिँ पिसेरै लागेको छ, यस्तो भएको छ होइन। तेल बढी भयो जस्तो चाहिँ देखिन्छ। अब के भन्नु, अब खसीको मासु बोसो छिन्ना गरेको मासु सकिने नै भइगयो होइन। अलिअलि बोसो त अब हुन्छै हुन्छ होला।
भयो फेरि टोक्का पता छ भनेर खोज्नु पऱ्यो भने त कहाँ छौ कहाँ भनेर हात हल्लाउनु पऱ्यो भने त खतम हुन्छ त होइन। अनि एकचोटि बल्ल बल्ल भेटिन्छ नि तिम्रो यादमा भनेर भन्नु पर्ला। हरेक चिज मिलेर गर्दा रमाइलो हुन्छ साथीहरू। यस्तै हो, श्रीमतीले मात्रै लाउनु हुँदैन, आफ्नो पनि गर्नुपर्छ र श्रीमानको मात्रै बाटो हेर्नु पनि हुँदैन। श्रीमतीले सँगै गरियो, सँगै काम गरियो, सँगै होइन भने धेरै माया पनि बढ्छ। अब यसो भन्दा भन्दै मलाई चिन्ने मेरो नजिककोहरूले त होइन साला हिजोसम्म फट्टा भएर चाहिँ कहाँ पुगेर के गरेछ, अहिले दुधको बिरालो साँचिलो ठिक्क पार्छस् भिडियो बनाउँदाखेरि त भनि नै हाल्छन्। भन्नुलाई चाहिँ म भन्नै दिन्छु, मलाई जस्तो जसले जे भने पनि ठिकै छ होइन। म आफ्नो ठाउँमा छँदैछु। चटक्कै झोल पनि लगायो। यति लाउँदाखेरि चाहिँ कहाँ छौ कहाँ भनेर खोज्नु पर्दैन। भुटुवा पनि भयो भुटान। अब दारू खाने भाषामा भन्दाखेरि चाहिँ सिता। पहिला पहिला खाँदाखेरि त अब यति हुँदाखेरि अघि 1-1.5 बोतल सकिन्थ्यो। मैले खाँदा र सिक्दाखेरि त मैले जान्दा रक्सी रक्सी नभन्नु दारू किन्दाखेरि 7 रुपियाँ 6 रुपियाँ 8 रुपियाँ बोतल थियो। अहिले त त्यो पनि नेपाल त है पैसा। अब यहाँ त कति थियो, यो त अब विदेश थाहा छैन होइन। ठाडो घाँटी लगायो कलेजो फोक्सो त उहिले पुआएर झुट्टै बनाइएको छ नि भन्नु उसो होइन। उसैले त मलाई गुरु नै थाप्दा पनि हुन्थ्यो। भाडाको मलमा छु यहाँ भाइले। अब हाम्रो छोरो छ फेरि हो एउटा 22 वर्षको छ, सानै छ। फेरि किन सानो भन्यो भनेर भन्नु होला। अब त्यस्तै छ। अघि मैले अलिकति कुरो त गरेको थिएँ होइन। अलिकति दिमागी हालत अब ठिक छैन उसको। बिचारा केलाएर राम्रोसँग हड्डी खोड्डी सबै ठाउँ उयो गरेर खान जान्दैन। त्यही भएर यसको लागि चाहिँ मासु निकालेर च्याचुक बनाएर ठिक्का बनाएर खुवाउने अब हाम्रो चाहिँ चलन आमाको या बाउको होइन नानीहरूप्रति अब त्यस्तै हुँदो रहेछ माया। होला उसलाई त्यतिकै छोड्दिनँ भने खान्थ्यो पनि होला कति होइन। अड्काउँछ हड्डी अड्किन्छ कि भनेर चाहिँ यसरी नै अब मसिनो मसिनो बनायो। अनि भातमा दाल लगायो। तर अलिक मिठासे छ है छोरो चाहिँ। ताल पऱ्यो भने त पराइबाट नाकमा खुम्चाउँछ। खानु मन लागेन भने, खानु मन लाग्यो भने चाहिँ चुप फेरि दुध दनीमा दुध चुसे जस्तो गरेर खाइदिन्छ। फटाइ छ, त्यही भएर चाहिँ म फटाफटा खाएको छ बजिया भनेर भन्छु नि। यस्तै छ। अनि यता चाहिँ झोल टक्क उम्लिँदैछ। धनिया लाउने होइन लगाउनु एकछिन ढड्डी पार्दैन भनेर नि यो आफै खिची हिँडेको कि ठाडो समातेको छु। अरू त के भन्नु र, नभए त हराउने खालको मान्छे त होइन आफै गरिहाल्नु नि। देख्छ कि भनेर अनुहार लुकाएर नुन चाख्यो मेरो श्रीमती साह्रै बाटो। जुठो लगायो भन्ने हुन्छ नि, नुन लागेन रहेछ। यी चाहिँ फेरि बोल्दिनँ है, हतापता बोल्दिनँ नि, बोल्ने खालको चाहिँ छैन।
म परे नेवारको बच्चु अलिक हटा खालको श्रीमती पऱ्यो राईको छोरी अलिक नबोल्ने खालको तर पनि जिन्दगी चाहिँ चल्दैछ राम्रैसितले 25-30 वर्ष भइहाल्यो अब बिग्न भगवान्ले बचायो भने 25-30 वर्ष बाँचिन्छ होला होइन